जति बेला दुनियाँले यो भनिरहेको हुन्छ कि अब केही हुन सक्दैन, त्यति बेला नै सही समय हो केही गरेर देखाउनका लागि। यदि हारको कुनै सम्भावना नै नरहने हो भने जितको पनि त कुनै मजा रहँदैन। केही मान्छेहरूले तपाईलाई यस कारणले पनि घृणा गर्ने गर्छन् कि धेरै मान्छेहरूले तपाईलाई इज्जत गरिरहेका हुन्छन्। जसरी वसन्त बिना हरियाली आउँदैन, त्यसैगरी दुःख र सङ्घर्ष बिना राम्रो दिनहरू पनि आउँदैनन्। ती मान्छेहरू कहिल्यै पनि सफल हुन सक्दैनन् जसले कर्म गर्नुभन्दा धेरै परिणामको बारेमा सोच्ने गर्छन्। अरूको गल्तीबाट सिक्ने मान्छे नै बुद्धिमान हो, किनकि सबै गल्ती आफैले गरेर सिक्नको लागि तपाईको जीवन त्यति लामो पनि छैन। यदि तपाईँ मान्छेको गल्तीलाई मात्र हेरेर सम्बन्ध तोड्दै जानुभयो भने एक दिन तपाईँ एक्लै पर्नुहुनेछ, किनकि यो दुनियाँमा कोही पनि यस्तो हुँदैन जसले गल्ती नगरोस्। जब हामी ठुला हुन्छौँ तब पेन्सिलको ठाउँमा पेन दिने गरिन्छ। यसको मतलब यो हो कि अब हामीले गरेका गल्तीहरूलाई मेट्न सकिँदैन। यो संसार आवश्यकताको नियममा चल्ने गर्छ, किनकि जाडो मौसममा जुन सूर्यको पर्खाइ गरिन्छ, गर्मी मौसममा त्यही सूर्यलाई तिरस्कार गरिन्छ। नराम्रो समयले जुन अनुभव र ज्ञान दिने गर्छ, त्यो दुनियाँमा कुनै पनि विश्वविद्यालयले पनि दिन सक्दैन।